थिएटर में सीटर लगा ला बलम हाय ट्रेलर के मजा उठा ला बलम मेरो छोरी अप्सरा हराइरहेछ त्यो अहिलेसम्म घर फर्केको छैन। अखियाँ से अखियाँ मिला ला बलम हेलो एभ्रिवान, बिएसडिसी कम्युनिकेसन्समा स्वागत छ। विश्व प्रसिद्ध कान फिल्म फेस्टिभलमा सेलेक्ट भई पहिलो पटक ज्युरी अवार्ड समेत जितेर इतिहास रच्दै नेपालको झण्डा विश्व मञ्चमा फहराएको फिल्म तिनीहरू भदौ 19 गते नेपालभर रिलिज हुँदैछ। यसअघि मिङबहादुर भामद्वारा निर्देशित कालो पोथी र साम्बाला जस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेपाली सिनेमाका कथाहरू लेखेका अविनाश विक्रम शाहको डेब्यू निर्देशन रहेको तिनीहरू कानमा भने एलिफेन्ट्स इन द फकको नामबाट प्रतिस्पर्धामा गएको थियो। यसअघि जब यो फिल्मको इन्टरनेसनल ट्रेलर बाहिर आएको थियो, हामीले यसको ग्लोबल अपिल र भव्यताको बारेमा चर्चा पनि गरेका थियौँ। अहिले केही दिन अघि सार्वजनिक गरेको यसको नेपाली फाइनल ट्रेलरमा एउटा फरक नै ट्विस्ट एन्ड टर्न्स देख्न पाइन्छ। यो फिल्मको फाइनल ट्रेलर र समग्र फिल्मका पक्षहरूमाथि हामी आज सामान्य तर यथार्थपरक रिभ्यू अनि एनालाइसिस गर्नेछौँ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। ट्रेलरलाई भोजपुरी आइटम डान्सको बिटमा तयार गरिएको छ र दर्शकलाई हलसम्म तान्नको लागि विभिन्न रहस्य समेत खोलिएको देखिन्छ। मेकरहरूले यो ट्रेलरलाई एउटा म्युजिकल ट्रेलरको रूपमा प्रस्तुत गरेका छन्, जहाँ गीत र नाचगानको ब्याकग्राउन्डमा मुख्य कथालाई बुनेर देखाइएको छ। ट्रेलरले फिल्मको कथावस्तु, क्यारेक्टराइजेसन, सेटिङ र साइकोलोजीलाई एकसाथ दर्शाउन खोजेको जस्तो देखिन्छ। कथा थोरीको एउटा गाउँको हो, जहाँ जङ्गली हात्तीको आतङ्कले बस्ती प्रसिद्ध छ। यो सोसाइटीद्वारा हेटमा पारिएका लैङ्गिक अल्पसङ्ख्यक समूह यानि कि एलजिबिटिक्यू समूह, जसलाई नेपालीमा किन्नर समुदाय पनि भन्ने गरिएको छ, उनीहरूको सङ्घर्षपूर्ण जीवन र उनीहरूको नेबरहुड यानि कि छिमेक वरपर रहने पर्साको थोरी गाउँको कथा ट्रेलरले प्रस्तुत गर्छ। फिल्मको मुख्य क्यारेक्टर प्रियति किन्नर समुदायकी अगुवा हुन्, जो आफूले माया गर्ने मानिससँग यो बहिष्करण र स्वार्थी समाजबाट टाढा गई सामान्य जीवन बाँच्ने सपना देख्छिन्। तर जङ्गली हात्तीले दुःख दिने थोरी गाउँबाट जब उनकी एक छोरी अप्सरा हराउँछिन्, तब उनका ती सपनाहरू चकनाचुर हुन्छन्। हराएकी छोरीलाई खोज्न उनले गर्नु परेको सङ्घर्ष र यात्राको कथा फिल्म तिनीहरूको ट्रेलरमा चित्रण गरिएको छ। हात्तीको आतङ्कले त्रसित बस्ती, सन्तान हराएको पीडा र सीमान्तकृत समुदायमाथिको सामाजिक यथार्थलाई यस फिल्मले गम्भीरताका साथ प्रस्तुत गरिएको फिल हुन्छ, जसले दर्शकलाई कथासँग गहिरोसँग जोडेर राख्ने देखिन्छ।